सिडब्ल्युसी लिग 2 अन्तर्गत भएका 12 खेलमा 2 जित र 2 खेलमा वर्षाका कारण अङ्क पाउँदा नेपालले 6 अङ्कसहित समूहको 7औं स्थानमा रहेको छ। 2027 को ओडिआई वर्ल्ड कप तथा आफ्नो ओडिआई स्टेटस बचाउनका लागि सिडब्ल्युसी लिग 2 अन्तर्गत नेपालले आउँदो जुन महिनामा स्कटल्यान्डमा स्कटल्यान्ड र नेदरल्यान्डसँग आफ्नो खेलहरू खेल्दैछ। 2025 का सिडब्ल्युसी लिग 2 अन्तर्गत खेलको सुरुवात नेपालले यहीँबाट गर्नेछ। नेपालले यदि यो खेलमा पनि पुरानै खेलमा जस्तै प्रस्तुति दियो, ब्याटिङ पनि त्यस्तै भयो भने चाहिँ नेपालले आफ्नो स्टेटस बचाउनलाई साह्रै गाह्रो पर्नेवाला छ। त्यसैले साथीहरू आज हामी छलफल गर्नेछौँ नेपालले कसरी आफ्नो टिमहरू म्यानेज गर्यो भने चाहिँ यो कहीँ जित्न सक्छ भनेर, अथवा विगतको ट्रेन्डलाई हेर्ने हो भने नेपालको प्लेइङ 11मा आएका समस्याका कारणले गर्दा नेपालले धेरै खेलहरू गुमाउँदै गइरहेको छ। त्यसकारण आज हामीले हेर्नेछौँ जुनमा हुन गइरहेको यो सिरिजका लागि नेपालले आफ्नो बेस्ट प्लेइङ 11मा कोलाई सिलेक्ट गर्न सक्छ त। हाम्रो विचारमा पहिलो नम्बरमा आउँदैछन् कुशल भुर्तेल। कुशल भुर्तेलको फर्म 2024मा त्यति राम्रो थिएन, तर 2025 का डोमेस्टिक खेलहरूमा उनले राम्रो प्रदर्शन दिएका छन्। त्यसकारण यो सिरिजमा यो लिगमा कुशल भुर्तेल नेपालको ओपनिङमा आउन सक्छन्। कुशल भुर्तेलको साथ दिन आउने खेलाडीहरू दुईटा आउन सक्छन्, एउटा अर्जुन सर, अर्को आसिफ शेख। आसिफ शेखको इन्टरनेसनल खेलमा एक्सपिरियन्स अर्जुन सरको भन्दा बढी छ, तर 2024मा अर्जुन सरले केही राम्रो प्रस्तुति दिएका छन्। 2025 को सुरुवातमा पनि भएको कोर क्याम्पमा पनि अर्जुन सरको प्रस्तुति राम्रो थियो, तर यो भन्दै गर्दा पनि उनी डोमेस्टिक क्रिकेटमा खेल्न सके भने उनी इन्टरनेसनल ग्राउन्डमा खेल्न सक्ने हुन् कि होइन त्यो हामीले पहिला ख्याल गर्नुपर्ने हुन्छ। त्यसकारण टिमले आसिफ शेखलाई नै छनौट गर्नुपर्ने देखिन्छ। त्यसपछि तेस्रो नम्बरमा आउँछन् हाम्रो भीम सार्की। भीम सार्कीको पर्फर्मेन्स 2024मा त्यति राम्रो थिएन, तर 2025 को कोर क्याम्पमा उनले निकै नै राम्रो प्रस्तुति दिएर उनको स्थान सुरक्षित राखे। त्यसकारण भीम सार्की ओडिआई खेलको लागि पर्फेक्ट मानिन्छन्। T20 खेलका लागि भने भीम सार्की उपयुक्त विकल्प नहुन सक्छन्, किनकि भीम सार्की क्रिजमा टिक्ने बानी भएको कारणले गर्दा T20 खेलका लागि उनी राम्रो खेलाडी नबन्न सक्छन्। उनको T20 खेल भएको खण्डमा उनलाई चेन्ज गर्न सकिनेछ। त्यसपछि ओडिआई खेलको लागि चारौं नम्बरमा आउने खेलाडी हुन् रोहित पौडेल। रोहित पौडेल जबैले उनको ओडिआई खेलमा सबैभन्दा बढी रन रहेको छ, नेपालबाट सबैभन्दा बढी रन हान्ने खेलाडी पनि उनी हुन्। त्यसैले उनको प्रस्तुति राम्रो भएको खण्डमा टोलीले सजिलैसँग खेल जित्ने गर्दछ। त्यसैले उनको खेल प्रस्तुति टिमको जितका लागि महत्त्वपूर्ण मानिन्छ। त्यसपछि पाँचौं नम्बरमा आउँछन् शुभकङ सागर। शुभकङ सागर अहिले डोमेस्टिक खेलहरूमा एकदमै राम्रो प्रस्तुति दिइरहेका छन्, चाहे एनपिएलमा होस्, चाहे जियोग्राफीमा होस्, या चाहे कोर क्याम्पमा उनको प्रस्तुति सधैँ नै राम्रो थियो। इन्टरनेसनल खेलमा उनले कस्तो प्रस्तुति दिएनन् त्यो हेर्न बाँकी नै छ, तर उनलाई इन्टरनेसनल खेलमा ट्राई गर्न सकिन्छ। त्यसपछि छैटौं नम्बरमा आउँछन् हाम्रो दिपेन्द्र सिंह ऐरी। दिपेन्द्र सिंह ऐरीलाई T20 खेल बाहेक अरू खेलमा नखेलाउने कुरा थियो, तर कोर क्याम्पमा उनको प्रस्तुतिले सबैलाई उल्टो बनाइदिएको छ। उनले कोर क्याम्पमा गरेको प्रस्तुतिबाट उनी पनि यस ओडिआई खेलमा उपकप्तान बनी गएका छन्। त्यसपछि 7औं नम्बरमा आउँछन् हाम्रो अलराउन्डर गुलसन झा। गुलसन झा कुनै बेला नेपाली क्रिकेटमा सबैभन्दा बढी चर्चामा आउन सफल खेलाडी थिए, अहिले पनि उनको चर्चा उत्तिकै छ। केही समयमा उनले मोमेन्टम गुमाएको भए तापनि उनी नेपाली क्रिकेटको लागि एक खम्बा नै हुन्। उनको प्रस्तुति बलिङ र ब्याटिङमा राम्रो भएको खण्डमा नेपालले जित दिलाउने गर्छन्। त्यसै 8औं नम्बरमा आउँछन् हाम्रो स्किपर सम्पल कामी। सम्पल कामी नेपाली क्रिकेटका एउटा राम्रो बलियो बलर हुन्। उनले नेपाली क्रिकेटका सबैभन्दा ठुलो योगदान गरेका छन्। उनी बिना नेपाली क्रिकेटको भविष्य अन्यले देखिन्छ, त्यसैले उनको स्थान सुरक्षित नै छ। त्यस्तै 9औं नम्बरमा आउँछन् हाम्रो सन्दीप लामिछाने। सन्दीप लामिछाने कुनै बेला ओडिआई खेलका हिरो थिए। उनले 42 खेलमा 100 विकेट लिएर किरीटम्यानी पनि कायम गरेका थिए। पछिल्लो समय विभिन्न केसका कारणले गर्दा उनले मोमेन्टम गुमाएका छन्, तर पनि उनको मोमेन्टम कायम होला भन्ने हामीले आशा गरेका छौँ। आगामी खेलमा सन्दीप लामिछानेको पहिलेको मोमेन्टम देख्न पाइयोस्। त्यसै 10औं नम्बरमा आउँछन् अस्ट्रेलियाबाट भर्खरै फर्केका नन्दन यादव। उनको प्रस्तुति चाहे एनपिएलमा होस्, चाहे जय ट्रफीमा होस्, या चाहे पिएम कपमा सधैँ नै उत्कृष्ट देखिन्थ्यो। कोर क्याम्पमा पनि उनले आफूलाई साबित गरेका छन्। डेथ ओभर स्पेसलिस्ट नभएको नेपालमा उनको स्थान निकै नै महत्त्वपूर्ण मानिन्छ। त्यसकारण पनि उनी नेपालका लागि एक बलियो बलरको रूपमा भित्रिएका छन्। आगामी हुन गइरहेको स्कटल्यान्डसँगको खेलमा उनको प्रस्तुति हेर्न लायक हुनेछ। उनले कसरी इन्टरनेसनल खेलमा आफूलाई प्रस्तुत गर्लान् त आफ्नो विचार कमेन्ट सेक्सनमा राख्नुहोला।
त्यस्तै गरी 11औं खेलाडीमा छन् हाम्रो बसिर अहमद। बसिर अहमदलाई हामीले कसरी बिर्सिन सक्छौँ? कुवेत विरुद्धको खेलमा एक्लै 80 रन प्रहार गरी खेललाई जितको टुङ्गोमै पुर्याउन लागेका थिए, तर कारणवश नेपालले खेल हार्न पुग्यो। त्यो दिन नन्दन यादवको भूमिका पनि महत्त्वपूर्ण थियो। त्यो खेल नजिते तापनि उनको प्रस्तुति एनपिएल, जय ट्रफी, पिएम कप लगायत सम्पूर्ण चरणमा एकदमै उत्कृष्ट छ। हेरौँ उनले नेपाली क्रिकेटमा कसरी आफ्नो छाप छोड्ला नि त। उनले स्कटल्यान्ड विरुद्धको खेलमा आफूलाई कसरी इन्टरनेसनल गेममा खेलाउला नि त, त्यो हेर्न बाँकी नै छ। नेपाली क्रिकेट सम्बन्धी सम्पूर्ण अपडेटको लागि हाम्रो च्यानल क्रिकेट बुकेसमलाई सब्सक्राइब गरिदिनु होला। हामीले आज स्क्रिनको अगाडि बसेर केही नयाँ ढङ्गबाट भिडियो बनाउने कोसिस गरेका छौँ। यहाँ केही कमी कमजोरी भएमा यहाँहरूको सुझाव अनिवार्य दिनु होला।